नमस्कार, म चाहिँ जीवन राणा। म चाहिँ आज 7वटै प्रदेशका 77वटा जिल्लाका नामहरू भन्न गइरहेको छु, जुन कोशी प्रदेशमा रहेका छन्। झापा, इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, भोजपुर, खोटाङ, धनकुटा, सुनसरी र मोरङ। अनि मध्य प्रदेशमा रहेका छन् सप्तरी, सर्लाही, सिराहा, धनुषा, बारा, पर्सा, रौतहट र महोत्तरी। बागमती प्रदेशमा रहेका छन् काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, दोलखा, मकवानपुर, नुवाकोट, रामेछाप, रसुवा, सिन्धुली र सिन्धुपाल्चोक। गण्डकी प्रदेशमा रहेका छन् मनाङ, मुस्ताङ, कास्की, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, लमजुङ, गोर्खा र नवलपुर। लुम्बिनी प्रदेशमा रहेका छन् दाङ, बाँके, बर्दिया, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, रूपन्देही, नवलपरासी, रुकुम पूर्व। कर्णाली प्रदेशमा रहेका छन् सल्यान, दैलेख, सुर्खेत, रुकुम पश्चिम, जुम्ला, हुम्ला, मुगु, कालीकोट, जाजरकोट र डोल्पा। सुदूरपश्चिम प्रदेशमा रहेका छन् बझाङ, बाजुरा, बैतडी, अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र दार्चुला। नमस्ते, धन्यवाद।